आज विजय दशमीको उपलक्ष्यमा चाहिँ हामीले टिका सिका लगाइसकेको छौँ। अब छोरीहरूको पाला आज है। सोनिम रोजी आवाज अनुहार कता हरायो क्यामेराबाट? टिका सिका लगाइयो। माल दिदी माइती घर आउनु भएको छ टिका लगाउँदा केही भन्नुहुन्छ विषयमा? बियर खाएर माथि नै यो जेठी भाउजू एकदम हाम्रो बाउ चाहिँ अब दसैँमा यता बाउ यता हाम्रो आपाले चाहिँ बियर यता 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 हेर्नु यता हेर्नु त यता बियर खाएको बियर खानु पर्यो नि खै त ल दसैँमा ए ल दसैँ यस्तै भयो। भिडियोहरू सबै खिच्न सकिएन। सरी कस्तो भइरहेछ? म सोनिम चामलिङ होइन पढाइमा जाँगर चलाउनु आवश्यकता सुस्वास्थ्य रहनु कि न्यासो भन्छ पैसा कम भयो क्या पालमा आएर हो कान्छो भएर जानुहोस् त्यस्तै हो। रोजी चामलिङ राई हामी चाहिँ टिका लगाएर ससिलो जानुपर्ने भोलितिर यता ल म उता तिलुङ राई कति मोटाको तिमी त्यता र त सरकारी जारी खाइहाल्नु। अब फेरि म देवी देवताको राजरानीको नाम मेरो बानी छैन। म चाहिँ भ्लग बनाउँदैछु है खासै राम्रो चाहिँ बनाउनु आउँदैन ए सिधा सरी यस्तै रह्यो। अब अरू भिडियोहरूको क्लिप खिच्दा भ्याइएन किन भ्याइदैन एकदम साई पर्सन हुनुहुन्छ लजाउनुहुन्छ धेरै त्यही भएर